नमस्कार। आज हामी यस एनिमेसन फिगरद्वारा दिएको ट्रान्सफर्मर स्टेप अप ट्रान्सफर्मर हो या स्टेप डाउन हो भन्ने बारेमा केही जानकारी लिन गइरहेका छौँ। यहाँ इनपुट भोल्टेजतर्फ रहेको यस कोइललाई प्राइमरी कोइल भनिन्छ भने राइट ह्यान्ड साइडमा आउटपुट भोल्टेजतर्फ रहेको कोइललाई सेकेन्डरी कोइल भनिन्छ र यही सेकेन्डरी कोइलको मात्राले उक्त ट्रान्सफर्मर प्राय स्टेप अप ट्रान्सफर्मर हो या स्टेप डाउन ट्रान्सफर्मर हो भन्ने कुराको निर्धारण गर्दछ। यस अवस्थामा अहिले सेकेन्डरी कोइल सङ्ख्या प्राइमरी कोइल सङ्ख्याभन्दा कम दिएको छ र यस अवस्थाको यो ट्रान्सफर्मरलाई स्टेप डाउन ट्रान्सफर्मर भनिन्छ र जहाँ सेकेन्डरी भोल्टेज पनि प्राइमरी भोल्टेजभन्दा कम उत्पन्न भएको छ। त्यसै गरी हामीले यस सेकेन्डरी कोइलको सङ्ख्यालाई बढाइयो अथवा प्राइमरी सङ्ख्यालाई घटाइयो, प्राइमरी कोइलको सङ्ख्या घटाई सेकेन्डरी कोइलको सङ्ख्या बढाउने हो भने यस अवस्थामा सेकेन्डरी भोल्टेजको मात्रा प्राइमरी भोल्टेजभन्दा बढी उत्पन्न हुन्छ र यस अवस्थाको यस ट्रान्सफर्मरलाई स्टेप अप ट्रान्सफर्मर भनिन्छ। यसरी ट्रान्सफर्मरमा सेकेन्डरी कोइलको मात्राको आधारमा उक्त ट्रान्सफर्मर स्टेप अप हो या स्टेप डाउन हो भन्ने बारेमा निर्धारण गर्न सकिन्छ। अहिले स्टेप डाउन ट्रान्सफर्मरको अवस्था देखाइएको छ किनकि यहाँ सेकेन्डरी कोइलको मात्रा कम छ। यहाँ सेकेन्डरी भोल्टेजको मात्रा पनि प्राइमरी भोल्टेजभन्दा कम छ। अहिले यो स्टेप डाउन ट्रान्सफर्मरको अवस्था छ। अब त्यसै गरी पुनः सेकेन्डरी कोइलको मात्रालाई बढाइयो र प्राइमरी कोइलको सङ्ख्यालाई घटाइयो। यस अवस्थामा यहाँ अहिले स्टेप अप ट्रान्सफर्मरको अवस्था देखाइएको छ र यसरी कुनै ट्रान्सफर्मरमा रहेका सेकेन्डरी कोइल र प्राइमरी कोइलको आधारमा उक्त ट्रान्सफर्मर कुन प्रकारको हो भन्ने बारेमा निर्धारण गर्न सकिन्छ। आशा छ यहाँहरूले यस एनिमेसनको माध्यमद्वारा स्टेप अप र स्टेप डाउन ट्रान्सफर्मरबारे केही जानकारी अवश्य लिनुभयो। हस्त धन्यवाद।